हेलो साथीहरू नमस्ते। हाम्रो यता काउसुतीतिर पानी परेछ। पिन्टु यहाँ बसेछ, बाहिर छोड्दैछ भिजेर आउने कि, त्यही भएर यहाँ राखेको यसलाई। जतिखेर पनि बाहिर डुलेको गर्ने, अनि त्यही भएर आज बाँधेर राखेको यसलाई। यस्तो छ यतातिर। हाम्रो घर अगाडि चिया सरगम भन्ने चिया खाने ठाउँ छ, होटल। यस्तो छ यो काउसुतीको ठाउँ। आज रमाइलो छ। पिन्टु यता हेर, पिन्टु पिन्टु यता, पिन्टु यता हेर न, यता हेर नि पिन्टु। के हो कनाको कनाइ गर्छ, बाहिर जान्छ नुहाइदियो फेरि, अनि कनाको कनाइ गर्छ। के खान्छ पिन्टु, के खान्छ भन त पिन्टु। यस्तै छ है साथीहरू आजको मौसम यतातिरको। त्यो उतापट्टि छेउको डायरी हो। चहलपहलै छ यतातिर नि, बजारै छ। यो होटल हो। त्यो चाहिँ बन्दै गरेको दोकान हो। सबै पसलै पसल छ यतातिर। अहिले चाहिँ यो बिहानको समय भएर खाली जस्तो देखेको हो, नत्र भने चहलपहलै छ साथीहरू यतातिर। पिन्टुले नि हेरेछ, पिन्टु यो फेरि हामीले यसो तरकारीहरू लगाउने ठाउँ हो यता। उता पछाडि फेरि हाम्रो सत्सङ्ग गर्ने ठाउँ छ, सत्सङ्ग घर हो त्यता पछाडि। यो पुरानो घर हो। यस्तै छ साथीहरू यतातिर। पिन्टुले हेर्छ। फेरि मेरो किचन हो। मैले फेरि करेला उस्काउँदै थिएँ, बढ्यो कि भनेर हेर्न आएको कि फेरि। यता हाम्रो सत्सङ्ग घर ठुलो छ यहाँ। यता सबै ठुलो छ, सबै ठुलो छ यतातिर। ल है साथीहरू आजलाई यति नै। सबैले आफ्नो ख्याल राख्नु होला।